नमस्कार, हामीसँग हुनुहुन्छ कोशी प्रदेशबाट नवनिर्वाचित सदस्य श्री साम्पत राईज्यू। उहाँको मुखबाट सुनौँ आज उहाँले के भन्न चाहनुहुन्छ, किन उहाँ रासपा रोजेर आज कोशी प्रदेशको सदस्य हुनुभएको छ। उहाँको विचारमा रासपा बारे थोरै छोटकरीमा भनिदिनुहुन्छ कि। नमस्कार हजुर। नमस्ते, मेरो नाम चाहिँ सम्पत राई थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले यो देशको समग्र हित र यो देश र नेपाली जनताको समग्र समृद्धिको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र चाहिँ नै भूमिका खेल्न सक्छ भन्ने पूर्ण विश्वास र आज हजुरहरूको यो एउटा माया साथ सपोर्टले गर्दा मलाई पनि यो कोशी प्रदेशको आम समस्याहरू र कोशी प्रदेश अगाडि जति चाँडो चाहिँ नि अगाडि बढाउनको लागि माया र विश्वास गरेर मलाई यो ठाउँमा पुर्याउनु भयो। हजुरहरूलाई चाहिँ नि सबैजना मलाई सहयोग गर्ने, मलाई माया गर्नुहुने सम्पूर्णलाई धेरै धेरै हृदयदेखि नै म चाहिँ धन्यवाद दिन चाहन्छु। र अब राष्ट्रपतिले लिएको एउटा सपना, राष्ट्रपतिले यो देश समृद्धिको लागि बनाएको योजना लाई हामीले छिट्टै पूर्णता दिनको लागि सशक्त ढङ्गले कोशी प्रदेशभरि हामी लाग्नेछौँ र यहाँका केही भ्रम छरिएको कुराहरू छ। यो भ्रमहरूले पनि चिरेर कोशी प्रदेशभरिका जनता, सोझा सिधा जनताहरू सामु हामी छिरेर यो राष्ट्रिय स्वतन्त्र पार्टीले योजना गरेको कुराहरू यो देश र नेपाली युवा आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले चाहिँ नि एउटा सुख समृद्धिमा लैजानको लागि हामी अहरत खटेर यो राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली जनता र यो देशलाई माथि उठाउनको लागि हामी अहरत खटिनेछौँ। धन्यवाद। आज तपाईँलाई अर्को एउटा प्रश्न मैले जोड्न चाहेँ सम्पतज्यू। हजुर, आज रासपामा चाहिँ राई लिम्बूको समूह चाहिँ छैन भन्ने एउटा बजारमा एउटा हुइङ फिजिएको छ। त्यसमा त्यो सुन्दै पनि तपाईँ आज कोशी प्रदेशबाट चाहिँ एउटा राई समूहबाट चाहिँ निर्वाचित हुँदाखेरि तपाईँले कस्तो फिल गर्नुभएको छ? रासपाले तपाईँलाई कस्तो खालको, रासपामा भएका सदस्य अथवा रासपा कोशी प्रदेशले तपाईँलाई कतिको सम्मान गरेको महसुस गर्नुभएको छ? एक महत्त्वपूर्ण क्वेसन गर्नुभएकोमा जातिको समुदायमा यो विषयमा त पहिलादेखि नै मेरो फरक धारणा हो। अब कुनै कसैले कतिसम्म अध्ययन गरेर बुझ्नु भएको छ, मेरो फरक एउटा विचार छ। हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले नै चाहिँ नि समग्र सम्पूर्ण हाम्रो देश भनेको चाहिँ कस्तो पनि छ भने यो विश्वको एउटा पृथक र फरक शैलीको चाहिँ नि हाम्रो देश धेरै भाषा भाषी जात जातिका चाहिँ नि हामी छौँ, अत्यन्तै धनी छौँ कल्चरमा, सांस्कृतिक रूपमा हामी नेपाली। त्यो भएको हुनाले सबैले अटाएर चाहिँ लानुपर्छ भन्ने सोच्दछ भने सबैभन्दा धेरै सोचे गरेको राष्ट्रिय स्वतन्त्र पार्टी नै जस्तो मलाई लाग्छ। त्यो भएको हुनाले हामीहरूलाई चाहिँ नि पिछाडिएको, हामीहरूले चाहिँ जबरजस्ती बन्देज गरेको, हामीले चाहिँ नि कुनै पनि राजनीतिकमा कुनै पनि ब्युरोक्रेसीको उच्च तहदेखि लिएर हर कुरामा बन्देज बनाएको चाहिँ होइन। मैले धेरै अगाडिदेखि यो कुराहरूको अध्ययन गर्दै आइरहेको। हामी त्यो ठाउँमा पुग्नको लागि आफूले पनि चासो गर्नु पऱ्यो र त्यो नेतृत्व, त्यो क्षमता राख्नुको लागि हामी आफै पनि मेहनत गर्नु पऱ्यो। र राष्ट्रिय स्वतन्त्र पार्टीको भित्रको विषयमा चाहिँ नि यो पछाडिको समुदाय विशेष गरी राईहरू एकदमै कमी भयो भन्ने कुरा चाहिँ अलि अगाडिदेखि आइ नै रहेको अवस्था हो। र त्यो कुरालाई आम राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीहरू, सदस्यज्यूहरूको पनि एउटा चिन्तन मनन भएकै मैले पाएँ। त्यही भएको हुनाले मलाई पनि अब म एउटा एज अ राई भएको हुनाले खस आर्य वर्गको मान्छेहरूले चाहिँ नि पनि मलाई एकदमै सहानुभूति दिनु भएर तपाईँहरू जस्तो मान्छे आउनै पर्छ, राष्ट्रिय स्वतन्त्र पार्टीमा अगाडि आउनै पर्छ र तपाईँ जस्तै पिछाडिएका मान्छेहरू तपाईँभन्दा धेरै पछाडि हुनुहुन्छ र बौद्धिक स्तरमा हरेक यो राज्यको निकायहरूमा, त्यसको लागि चाहिँ तपाईँले पनि हरेक कुरामा सचेतना जगाएर माथि उठाउन सक्नुहुन्छ। तपाईँले त्यसको लागि तपाईँ अगाडि आउनु नै पर्छ भनेर चाहिँ नि धेरै चाहिँ नि इष्टमित्र साथीभाइहरूले सपोर्ट गर्नुभयो। तपाईँको समुदायको मान्छेको पनि नेतृत्वमा आउनुपर्छ भन्ने हिसाबले धेरै सपोर्ट पाएँ र त्यसको लागि पनि एकदमै हृदयदेखि नै मैले चाहिँ सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु यो विषयमा चाहिँ। धन्यवाद हजुर।